So hello and namaste. Namaste. Welcome to my another video. So this time चाहिँ ट्रेकिङ होइन है फेरि समथिङ डिफ्रेन्ट अनि योपालि चाहिँ हामी केही नयाँ कुरा एक्सप्लोर गर्दैछु एक्सप्लोर भने हाम्रो लागि एक्सप्लोर हो अरूको लागि त होइन त्यही भएर अहिले चाहिँ हामी जस्ट अगाडिको इन्ट्रोबाट देखिसक्नु भयो होला टाइटलबाट पनि देखिसक्नु भयो होला हामी चितवन चौराहा जाँदैछौँ सो यहाँ एकजना अजुबा मान्छे चाहिँ आएकै छैन बुद्ध चोक भेट्छु भनेर सो अब हामी दुईजना चाहिँ जाँदैछौँ बुद्ध चोक ल अरू चाहिँ बाटोमा के छ त्यतै भेटौँ ल फोन आयो ठ्याक्कै ल गयो हामी ल यहाँ ठ्याक्कै हामी घरबाट निस्क्यो यतैबाट होइन बुद्ध चोक हो बुद्ध चोक ओए टाइम हेरेछौ टाइम fill it, refill it and then फेरि मुभी कस्तो लागिरहेको छ आँखाभरि हुस्सु लागिरहेको अनि किन हो भनेको कहिले टाइममा नआउने भाइ तिमी भाइ अहिले म जहिले नि टाइममा आउँछु सधैँ नेपाली टाइम कि टाइम त टाइम सधैँ नेपाली टाइम र अहिले पेट्रोलको भाउ बढेर आकाश त्यता किन 700 गयो भनेको फाइनल्ली लगभग पोखराबाट हिँडेको कति बजी 1 घन्टा डेढ घन्टा पछि चाहिँ हामी आइपुगेका छौँ दमौली कटिसक्यौँ दमौली पनि र अब खाजा ब्रेक यहाँ चाहिँ चिसो चाहिँ चिसो छ हाम्रो खाजा यस्तै छ र यहाँ छ कटिङ चाय सो दिस इज द चप भित्रको आलु दिस इज अ चप भित्रको आलु यो धनिया चाहिँ सही लागेको मलाई चाहिँ मिठो रहेछ है उसको खाएको तरिकाले चाहिँ अरूलाई सुख नमिल्नु होला खाइदियो त भाइ फेरि एकछिन नहीं हम ऐसा नहीं करते उसले खाएको देखेर त अरूलाई पनि खानु मन लाग्दैन फेरि मैले खाएको देखेँ भने सबैलाई लाज लाउँछ चप मिठो चप मिठो छ यस्तो हुन्छ हाइजिन बिनाको मान्छे चाहिँ बिर्सेको चटनी पनि मिठो लाग्यो मलाई यहाँको चाहिँ पिरो पनि छैन यो ट्राभल भिडियो चाहिँ रुम गयो म फेरि यहाँ सामान्य हेर्नु पऱ्यो नि त म गइनँ नि त अहिलेको ट्राभल भिडियो चाहिँ मोर लाइक के फुड एक्सप्लोरिङ खानालाई जन्मेको खाने नै हो त्यही भएर हामी खाँदैछौँ हामी चाहिँ अब खाजा खाएर चाहिँ यहाँ टक्कै खाजा खाएको थियो नि
मिठो पाउनु रहेछ ठ्याक्कै यो 24 आवर्स सर्भिस के हो यो A1 क्याफेको ठ्याक्कै साइडमा यहाँ सपहरू लोकल तरिकाले टाइम बनाउनु रहेछ जस्ट ओभरअल मिठै थियो सो नाउ वी आर हेडिङ अगेन लेट्स गो आउनु भयो भने यहाँ एकचोटि भिजिट गर्नु होला ठ्याक्कै यहाँबाट ठ्याक्कै यहाँ दाम चाहिँ छैन तर जस डिसेन्ट थियो 7 out of 10 7 out of 10 हामी मुगलिन पुग्यौँ र मुगलिनको त्यो घुम्ती कट्न साथ गर्मीले पनि हामीलाई वेलकम गर्न सुरु गरिसकेको थियो अब चाहिँ हामीले यहाँ के गर्छौँ रे दाइ अब हामी यहाँ गन्ने के जुस खाएँगे हामी अहिले फाइनली हामी अहिले चौराहा आइपुगेको छौँ र इनसाइड चितवन नेसनल पार्क अनि यहाँ लगभग हामीलाई आउनु कति लाग्यो यस्तो रेस्ट गर्दै आउँदाखेरि चाहिँ के भन्छ लगभग 4 घन्टा लाग्यो पोखराबाट आउनुलाई त्यति टाढा पनि छैन जस पोखराबाट अब यहाँ हामी अब एकछिन रुम चेक इन गर्छु पहिला त होटल खोज्छु रुम चेक इन गर्नुभन्दा पहिला नि त्यसपछि होटल खोजेर एकछिन फ्रेस भएर हामी बाहिर चितवन एक्सप्लोर गर्न निस्किन्छौँ त्योभन्दा अगाडि हामीले अब सुगर क्यान जुसको रिभ्यू हाम्रो यहाँ रिभ्युज अल्छ वी आर नट द बेस्ट रिभ्यू गर्ने पर्सन बट कस्तो भन्दाखेरि गरम न धेरै खानेकुरा त खाइन्छ तर खानेकुरा नि अब एक्चुअली के कमी कमजोरी छ के दामी छ त्यो तपाईँहरूलाई भन्छु अनि राम्रो लाग्यो नराम्रो लाग्यो नै रेकमेन्ड गर्छु ओके त्यस्तै हो हाम्रो मोर लाइक ट्राभल भन्दा पनि एक्सप्लोर गर्ने र फुड रिलेटेड नै हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ ल ओके दाइ लाइक जुस ये स्टार्ट करके ये छोड़ स्टार्ट करना हम छोड़ बिर्यानी हालिसक्नुभयो यहाँ हाल्नु चेयर्स ओको जुस खाने जुस मुखमै चेयर्स भाइ खाने हाम्रो मान्छे होइन गर्मीमा चाहिँ यस्तै ठिक हुन्छ चितवन आएर फर्स्ट ड्रिङ्क्स
बिरुनु होइन खाने एक ग्लास हो कागती पनि हाल्नुभएको यसमा दामी उखुको जुसको रिफ्रेसमेन्टपछि पनि हामी होटल चेक इन गऱ्यौँ This is we are in Sauraha Lake. सौराहा लेक काइन्ड अफ पोखराको लेक साइड जस्तै नै भनौँ यो ठाउँ चाहिँ अहिले खासै त्यस्तो केही पनि छैन बोटिङले उसहरू पनि यताबाट गर्छ के अरे हाम्रो यो जिप सफारीहरू सोधिरहेको थियो तर अहिले नगर्ने घाम चाहिँ ओभर घाम भयो कि यहाँ चाहिँ अब एकछिन अब के हेर्ने यहाँ केही छैन अलिकति साँझमा आएको भए चाहिँ ठिक हुन्थ्यो होला र अहिले चाहिँ केही नभएको भएर अब यस्तो छ यतातिर यसै त्यस्तो साह्रो त केही छैन तर जस राम्रै छ भनौँ यतातिर मोर लाइक होटलहरू चाहिँ राम्रो छ तर भर्खरै खाजा खाएको ठाउँ चाहिँ कभार रहेछ कभार त कभार नभने सर्भिस चाहिँ एकदम अब एक्सटेन्सन छ यहाँ चाहिँ यस्तो स्टोनको त्योहरू चाहिँ रहेछ जस्तो घाम भयो अब हामी निस्क्यौँ अब स्तलतिर जाने के खान मन लाग्यो सोध्नु न बेलुका काउन्टर कति हो टिकटको 250 सुबास के हो दिदी त्यो चाहिँ यताको बदाम हो त्यो चाहिँ यताको बदाम हो दामी मिठो खालको किन्न पाइँदैन दामी मिठो रहेछ अब सबै आउने भए अचार लिनु गोजेमा मिठो लाग्छ त्यो कुन ठाउँबाट आएको र त्यो
2000 दल पहिल्यैबाट सुन्दै आएको यस ठाउँको नाम साँच्चीकै नै त्यहाँ पुग्ने बेलामा एकदम पिसफुल एन्ड चिल भाइब्स आयो हामीलाई चाहिँ। दाइ मलाई एउटा किन्नु डिस्काउन्ट मलाई एउटा किन्नु 25 रुपैयाँ दाइ किनेर खानी दाइ किन्दैन न दाइ मलाई चाहिँ पैसा दे मलाई खानु एउटा फाइनली यस्तोवाला कुल्फी चाहिँ पहिला जमानामा सानो सानोमा खान्थ्यौँ त्यस्तैवाला सेपवाला योवाला अनि फाइनली अहिले चिकन यो कहाँ हो नारायणी होइन नारायणी पुलमा आएर चाहिँ फेरि खान पाउँछ त्यस्तो टेस्ट त छैन त्यो लाइक बाक्लोवाला कुल्फी छ त्यो त्यतिखेर चाहिँ पातलोवाला पाउँथ्यो सेप चाहिँ त्यस्तैवाला छ है फलमको उसबाट सो वी आर ह्याभिङ अ बनाना मोमो कस्तो छ बनाना मोमो नट भाइ भाइ फर्स्ट टाइम ट्राई गरेको आई फाइन्ड इट सो टेस्टी तर त्यो चाहिँ अलिकति बाक्लो कभर चाहिँ लाग्छ भएको है त्यो भित्रको फिल लिएन मिलेन यो अलिकति बाहिरको पातला भएको भए चाहिँ बाहिरको चटनीले गर्दाखेरि मिठो भइरहेको छ अहिले यो चाहिँ ठ्याक्कै नारायणीको तल एरिया नारायणी किनाराको एरियाको साइड कन्टेनरमा के भयो हामी पर्सनल हो कि कति चाहिँ मिठो छ मोमो चाहिँ यस्तो छ ठिकै छ होइन कस्तो भइरहेछ त एक्सप्रेसन यता हेर नि तिम्रो एक्सप्रेसन हेरौँ त एन्ड फाइनली द मोस्ट अवेटेड थारू कल्चरल डान्सको लागि हामी पुग्यौँ सौराहा थारू भिलेज। यहाँ भने 200 रुपियाँ इन्ट्री फी लाग्ने रहेछ। बेलुकाको शान्त वातावरणसँगै चितवनको सौराहामा हुने थारू कल्चरल डान्सले हामीलाई एकदम फरक अनुभव दिएको थियो।
पारम्परिक गीत र बाजाको तालमा प्रस्तुत गरिने थारू डान्स, मयूर डान्स र रोमाञ्चक फायर डान्सले त्यहाँको संस्कृति र कलालाई जीवित रूपमा देख्न पाइयो। यस्तो पर्फर्मेन्सहरूले मात्र मनोरञ्जन गर्दैनन्, बरु यहाँको संस्कृतिसँग टुरिस्टहरूलाई नजिक बनाउँदै चितवनको टुरिज्मलाई पनि धेरै सपोर्ट गर्छन्। हामी 3 जनाका लागि यो पहिलो अनुभव थियो र साँच्चै भन्दा यो एनर्जी, कल्चर र एक्साइटमेन्टले भरिएको साँझ हामीलाई एकदम रमाइलो र यादगार लाग्यो। यो चाहिँ हाम्रो फर्स्ट टाइम घुम्की तर पिरो पिरो छ है मसला खाओ के त नि त्यसमा टेस्ट चाहिँ बवाल छ भन्छ। आहा बल्ल बल्ल खाउनु गुड मर्निङ गाइज। आज चाहिँ हाम्रो डे 2 अनि लास्ट डे पनि। अनि हिजो राति चाहिँ अब थारू डान्स हेऱ्यो अनि टाउको एकदम दुखिरहेको थियो, त्यही भएर आएर सुतिहाल्यो। अनि अहिले चाहिँ हामी अब बिहान ब्रेकफास्ट गऱ्यौँ के यहाँ अब चाहिँ चेकआउट गरेर हामी चाहिँ जान लागेको सौराहा उता सफारी गएर त्यसपछि चाहिँ अनि यता दाइकोमा पनि जानु छ। उता गएर अब त्यसरी नै अब फर्किन्छ। जस्ट प्रब्लली राम्रै भयो ट्रिप चाहिँ। अनि गर्मी चाहिँ अब गर्मी नै छ, त्यही भएर अब हिजो मैले भनिसकेको थिएँ यता अझै घुम्न पर्ने ठाउँहरू छ भने केही खान पनि कुराहरू छ भने चाहिँ अझै भन्नुहोस्, नेक्स्ट टाइम आउने बेला हामी अझै जस्ट एक्सप्लोर गर्छु। सो अहिले चाहिँ अब यहाँ तल चेकआउट गरेर हामी चाहिँ सफारीतिर लाग्छौँ है त। के छ त आजको टोन? आजको टोन त बवाल छ। अब हामी जङ्गल सफारी गर्ने रे दिउँसोमा बिहानमा गरेको भए ठिक हुन्थ्यो, तर हामी सब अल्छी गरिएन है। आइट्स ओके। अब आज चाहिँ एउटा फोटो त खिचौँ न, एउटा फोटो नि। they are also very farming. हात्ती हटार से ढुङ्गा कति अरे ढुङ्गाको अब एउटा लङ भन्ने छ, एउटा सर्ट भन्ने छ। ओके, फाइनली हामी चाहिँ अब अहिले जङ्गल सफारीको लागि जाँदैछौँ। अनि पिटी एक्साइटेड, केही देखिन्छ कि जनावरहरू भनेर अब नक्की छौँ कि छैनौँ हेरौँ। जाँदैछु अब जङ्गलभित्र के कसो हुन्छ एकछिनमा हेरौँ भाइ त। अनि जस्ट यतापट्टि चाहिँ एउटा चेकपोस्ट यसको इन्ट्री गर्ने ठाउँ रहेछ। अब यहाँबाट गएर हामी जान्छौँ भित्र, यहाँबाट चाहिँ इन्ट्री गर्ने भित्र। सो यताबाट चाहिँ अब भित्र छिर्ने हाम्रो हात्ती देखिसकेका छौँ। यहाँ भेटीसेटी चढाउने कार्यक्रम हुँदैछ, लिँदैछ। यहाँ बच्चा पनि रहेछ। के पर्समा छ? कौन यसरी मुसार देऊ न। मुसार देऊ न। बिजनेस भइरहेछ यहाँ। आज हाम्रो सफारी 2 देखि 2.5 घन्टाको हुनेछ। यो सफारीमा हामीले अराउन्ड 28 देखि 30 किलोमिटर सफारी गर्नेछौँ। हामीहरूले नदी, ताल तलैया, वन जङ्गल, खोला नालाहरू कभर गर्छौँ। हामीहरूले यहाँ देखिने भनेको पाटेपात, एकसिङे गैँडा, मृगको प्रजातिहरू, चराको प्रजातिहरू, गोहीहरू देख्न पाउँछौँ। तपाईँहरूले अगाडिको खुल्ला ठाउँलाई देखिरहनु भएको छ, यसलाई घाँसे मैदान भन्छ, इङ्ग्लिसमा ग्रासल्यान्ड भन्छ।
अनि यो देब्रेपट्टि र दाहिनेपट्टिको जङ्गललाई चाहिँ नदी तटीय क्षेत्र वन भन्छ, इङ्ग्लिसमा रिभर एन्ड फरेस्ट भन्छ। यो नदी तटीय क्षेत्र वन चाहिँ जनावरहरूको लागि वासस्थानको एकदम उचित वासस्थानको रूपमा गनिन्छ। यो जङ्गल सधैँ हरियाली हुन्छ है। अब समग्रमा भन्नुपर्दा हाम्रो चितवन नेसनल पार्कको क्षेत्रफल चाहिँ 952.63 वर्ग किलोमिटर स्क्वायरको छ। यसमा मध्यवर्ती क्षेत्र पनि जोडिएको छ। मध्यवर्ती क्षेत्रको क्षेत्रफल चाहिँ 729.79 वर्ग किलोमिटर स्क्वायरको छ। मध्यवर्ती क्षेत्र र निकुञ्ज जोडिएर तपाईँको लगभग 1550 भन्दा माथि वर्ग किलोमिटर स्क्वायरको छ। यसमा हामीले पाउने भनेको गैँडाको सङ्ख्या 694 वटा, बाघको सङ्ख्या 128 वटा। हाम्रो नेपाल अधिराज्यमा चाहिँ गैँडाको सङ्ख्या 752 वटा छ। त्यो मध्येमा 694 चाहिँ चितवन नेसनल पार्कभित्र छ है। अनि पाटे बाघ चाहिँ तपाईँको विशेष गरी प्रख्यातको लागि चाहिँ बर्दिया भन्छ, तर चितवनमा धेरै छ पाटे बाघ, 128 वटा छ। बर्दियामा 125 वटा, चितवन नेसनल पार्कमा 128 वटा। अनि हाम्रो चितवन नेसनल पार्क चाहिँ 2029 सालमा चाहिँ चितवन नेसनल पार्कको ऐन ल्याउनु भयो। हाम्रो राजा महेन्द्रले स्थापना गर्नुभएको हो चितवन नेसनल पार्क। पहिला स्टार्टिङमा चाहिँ 729 हेक्टरमा सुरुमा एक सिङे गैँडालाई, अनि त्यसपछि पाटे बाघ, अब अरू संरक्षित चराहरू धेरै छन् होइन। हाम्रो चितवन नेसनल पार्कमा पाउने मयूर, भाले मयूर, मेल चाहिँ कलरफुल हुन्छ, फिमेल चाहिँ अलिक ग्रे कलरको हुन्छ है। लबुना मृग भन्छ यसलाई है, इङ्ग्लिसमा हक डियर भन्छ। यो भाले हो दुइटै। हाम्रो चितवन नेसनल पार्कमा पाउने मृगको प्रजातिमा तेस्रो ठुलो मृग, थर्ड लार्जेस्ट डियर है। हक डियर भन्छ इङ्ग्लिसमा, नेपालीमा लबुना मृग भन्छ है। यिनीहरू पाइने भनेको सिमसार क्षेत्र र घाँसे मैदानमा मात्रै पाइन्छ है यो चराहरू। त्यो मध्येमा सबैभन्दा ठुलो मृग हो भाले हो। यसको सिङ चाहिँ जरायो, नेपालीमा जरायो भन्छ, इङ्ग्लिसमा साम्बर डियर भन्छ है। स्नेक बर्ड पनि भन्छ, सर्पको जस्तो घाँटी हुने भएर स्नेक बर्ड भन्छ। नेपालीमा चाहिँ सुई ठोडे भन्छ, सियोको जस्तो मुख चुच्चो हुने भएर सुई ठोडे भन्छ यो चराको नाम। यो चरा पाइने भनेको नदी ताल तलाएको छेउमा मात्रै पाइन्छ। विशेष गरी यसले खाने भनेको माछा मात्रै हो। त्यही भएर यिनीहरू नदी ताल तलाएको छेउमा बढी पाइन्छ। यसलाई खाने भनेको बाघ, बाघले त चरालाई भेट्छ। फाइनली आफ्टर 1 आवर पछि चाहिँ हामीले यहाँ ब्रेक लिएको छौँ। यहाँ जस्ट ब्रेक स्टेसन रहेछ यो चाहिँ। यहाँ चाहिँ जस्ट खाजाहरू पाउने, खाजा भन्नाले नि स्न्याक्सहरू, अनि त्यसपछि कफीहरू, ड्रिङ्क्सहरू पाउने रहेछ। सो यहाँबाट चाहिँ अब हामी फेरि यताबाट फेरि 50 मिनट लाउँछ अरे बाहिर निस्किन, त्यतातिर जान्छ। यतातिर चाहिँ घरियाल पाल्दो रहेछ कि यहाँ चाहिँ। सब तालमा, यो सबै तालमा सब घरियालहरू पाल्दो रहेछ। यहाँ वरपर त छैन, तर त्यहाँ एउटा छ, त्यहाँ एउटा छ, जस्ट टन्नै छ यतातिर चाहिँ। यतातिर टन्नै छ। मगर गयो है, त्यो चाहिँ मास मगर क्रोकोडाइल। त्यो चाहिँ जस्तो ठाउँमा पनि सर्भाइभ हुन्छ। त्योवाला नदी ताल तलैया यिनीहरूले खाने भनेको माछा। अब खोलामा पानीको बहावहरू बढेको बेलामा माछा खान सक्दैन, जमिनतिर पाखातिर निस्क्यो, जङ्गलतिर गएर हरिण मृग चितलहरू पनि मारेर खान्छ। यिनीहरू चाहिँ एकदम भनौँ न एग्रेसिभवाला हुन्छ। योवाला चाहिँ अर्को चाहिँ घडियाल भन्ने हुन्छ, मुख चुच्चो हुन्छ। त्यो चाहिँ फ्रेस पानीमा बगेको पानीमा मात्रै बस्छ, माछा मात्रै खान्छ घडियालले। घडियाल गई चाहिँ विश्वबाटै लोप भइसकेको छ। अनि हाम्रो नेपाल सरकारले चाहिँ क्रिटिकल इन्डेन्जरमा राख्यो, अति सङ्कटापन्न भन्छ। नेपालमा चाहिँ तपाईँको चितवन नेसनल पार्क र बर्दिया नेसनल पार्कमा चाहिँ यसको ब्रिडिङ फार्म छ। नेपाल र इन्डियामा मात्रै पाइन्छ है यो गई चाहिँ। जीवन पक्रेलको
ल यता चाहिँ खासै टावर छैन कसैमा बोल्दै आयो। एकछिन हेलो को र फाइनली हामी चाहिँ अब यहाँ जङ्गलको बिचमै छौँ अनि जस्ट ओभरअल अलिअलि देखिरहेछ जनावरहरू चाहिँ तर एज एक्सपेक्टेड चाहिँ देखिन त गाह्रै छ त्यही पनि लाइक लकिली देखिएला कि भन्ने आश गरेछु के मेन गैडा गैडा हेर्न मन लागिरहेको छ। गैडा हेर्न मन लागेको सुभाषलाई चाहिँ त्यही भएर अब लेट्स होप देख्यो भने चाहिँ दामी नै हुन्छ। ओके फाइनली हाम्रो नि लगभग 10, 11, 12, 1 लगभग अलमोस्ट 3 आवर्स पछि चाहिँ हाम्रो जिप सफारी पनि सकिएको छ। जस्ट ओभरअल धेरै जस्तो चाहिँ मृगहरू देख्यो मृगको डिफ्रेन्ट प्रजातिहरू जस्ट रमाइलो भयो तर त्यस्तो एक्सपेक्टेड तरिकाले देखिएन तर त्यस्तो एक्सपेक्टेसन पनि थिएन तर अलिअलि देखिएला भनेको थियो तर त्यो पनि देखिएन। ओभरअल चितवनको ट्रिप चाहिँ रमाइलो भयो गर्मी भए पनि जस्ट अलिकति धेरै ठाउँमा नघुम्नु पनि जस्ट एटलिस्ट घुमियो रमाइलो भयो। सर्ट ब्रेक चाहिएको थियो हामीलाई अनि त्यो पनि लियौँ जस्ट रमाइलो भयो। ओके सी यू इन द नेक्स्ट भिडियो। जय देश जय नेपाल।